आज चाहिँ म तपाईँहरूलाई देखाउँदैछु जुन धादिङ जिल्लाबाट काठमाडौँ जिल्लासँग जोडिने सुरुङ मार्ग जुन यो देख्न सक्नुहुनेछ। यो चाहिँ चन्दगिरी नगरपालिका दहचोकमा अवस्थित रहेको यो चाहिँ सुरुङ मार्ग हो र यहाँ यस्तो खालको रोडहरू बनिसकेको हामी देख्न सक्छौँ। अनि अब लगभग सुरुङ मार्ग पनि पुरै सकिसकेको छ र यो दसैँभन्दा अगाडि चाहिँ खुल्ने भन्ने कुरा चाहिँ आएको थियो सुन्नुमा चाहिँ, तर त्यो हुन सकेन। दसैँ पछाडि पनि अझैसम्म पनि खुल्नु सकिएको अवस्था छैन यो सुरुङ मार्ग, देख्न सक्नुहुन्छ। र यो 3 लाइनको बाटो छ र 3 लाइनको बाटोमा पनि तपाईँको सबै पिच भइसकेको अवस्था रहेको छ भने चाहिँ जुन यो माथिको पुल यो चाहिँ एउटा नागढुङ्गा भएर चाहिँ तपाईँको पुरानो नैकाप हुँदै कलङ्की निस्किने बाटो रहेको छ भने जुन यो बिचको बाटो चाहिँ हाम्रो यो धादिङ जिल्लाबाट र काठमाडौँ जिल्ला जोड्ने नाका है त यो। र यताबाट चाहिँ भित्रभित्र हुँदै धादिङ जिल्ला पुगिन्छ।